नमस्ते, म प्रेम गौतम। म अहिले बेलायतको राजधानी लन्डनबाट बोल्दैछु। आम नेपाली दाजुभाइ तथा दिदीबहिनी जस्तै म पनि रोजगारीको सिलसिलामा बेलायत आइपुगेको छु र संसारको जुनसुकै कुनामा रहे तापनि हामी एउटा नेपाली हुनुको नाताले, त्यो नेपालमा जन्मिनुको नाताले चाहिँ नि आफ्नो देशमा भइरहेको राजनीतिक घटनाक्रमले हामीलाई पनि उद्वेलित बनाउँदो रहेछ। हामीलाई पनि कता कता चाहिँ नि अलिकति पोल्दो रहेछ। त्यो भएर चाहिँ त्यही विषयमा केही यहाँहरू समस्या केही राखौँ भनेर म चाहिँ नि यहाँहरू समक्ष आइरहेको छु। अहिले नेपालमा धेरै ठुलो जनसङ्ख्या चाहिँ नि राजाको पक्षमा, राज संस्थाको पक्षमा चाहिँ नि उर्लिएको देखिन्छ र यो किन भयो त हैन? हामीलाई चाहिँ नि तपाईँको हिजो त पञ्चायती व्यवस्था भएको कारणले गर्दाखेरि एउटा निरङ्कुश भएको कारणले जनतालाई चाहिँ लेख्ने छुट छैन, बोल्ने छुट छैन हैन? त्यो भएको कारणले चाहिँ नि सामन्ती राज्य व्यवस्थाले चाहिँ नि जनतालाई शोषण गरेर चाहिँ नि गरिबी, देशमा गरिबी भएको भन्थे हैन? त्यसपछि प्रजातन्त्र आयो। प्रजातन्त्र आइसकेपछि त अब चाहिँ नि नेपाल त स्विजरल्यान्ड नै बनाउँछु भनेर चाहिँ नि पनि घोषणा गरे नेताहरूले हैन? स्विजरल्यान्ड बनाउनु त कता हो कता, उल्टै भएका राजाले खोलेका उद्योग धन्दाहरू चाहिँ नि पुराका पुरा एउटा उदारीकरणको नाउँमा चाहिँ नि, खुल्ला उदारीकरणको नाउँमा यिनीहरूले चाहिँ बेचेर सकाप बनाए र नेपाली युवा युवतीहरूलाई बेरोजगार बनाएर चाहिँ नि रोजगारीको सिलसिलामा विदेशी बाध्य हुनुपर्ने वातावरण चाहिँ सिर्जना गरे। त्यस पछाडि बिचमा माओवादी जनयुद्ध भयो हैन? माओवादीहरूले पनि हामी चाहिँ नि अब यो संसदीय व्यवस्था र यो चाहिँ सामन्ती राज्य व्यवस्थालाई नफालेसम्म चाहिँ यो देशमा गरिब जनताको, आम सर्वहारा जनताको चाहिँ नि भलो हुँदैन, देशको मुक्ति हुँदैन, देशको विकास हुँदैन भनेर चाहिँ नि जनतालाई चाहिँ नि उचालेर तपाईँको चाहिँ नि जनयुद्धको घोषणा गरे हैन? म पनि त्यो एउटा जनयुद्धको चाहिँ एउटा माओवादी जनयुद्धको एउटा कार्यकर्ता भएको नाताले जति बेला चाहिँ माओवादी जनयुद्ध घोषणा गर्यो 2052 सालदेखि 2058 सालसम्म म पनि माओवादीको झोला बोकेर हिँडेको मान्छे हो। त्यति बेला म चाहिँ काठमाडौँमा काम गर्थेँ, होटेलमा काम गर्थेँ हैन? अनि काठमाडौँको चाहिँ माओवादीको भातृ सङ्गठन होटेल मजदुरसँग जोडिएर हामीले काठमाडौँका धेरै चाहिँ नि रेस्टुरेन्ट, होटेलहरू, उद्योग धन्दाहरूमा गएर चाहिँ चन्दा उठाएर हैन, पैसा उठाएर तपाईँको चाहिँ माओवादीको भातृ सङ्गठनको कार्यालय त्यति बेला चाहिँ बुरुङखेलमा थियो, हिसिलाइमीको माइतीमा। त्यहाँ हामीले चाहिँ पैसा बुझाउँथ्यौँ। मसँग सँगै हिँड्नुभएका काभ्रेका एकजना साथी उमेश शर्मा हुनुहुन्थ्यो। उहाँ चाहिँ बेपत्ता हुनुभयो, अहिलेसम्म बेपत्तै हुनुहुन्छ। अर्को साथी सिन्धुलीको प्रकाश श्रेष्ठ, अहिले पनि माओवादीको चाहिँ नि बागमती प्रदेशको चाहिँ नि सचिव हुनुहुन्छ जस्तो लाग्छ मलाई हैन? उहाँ हुनुहुन्थ्यो मुख्य रूपमा मसँग हिँड्ने साथी। त हामी यस अर्थमा हिँडेका थियौँ कि साँच्चै यो देशमा चाहिँ नि नौलो जनवादी राज्य सत्ता आउला हैन? जनताको चाहिँ नि शिक्षा र स्वास्थ्य जनताले निःशुल्क रूपमा पाउलान् हैन? अनि तपाईँको चाहिँ नि गरिबी मुक्ति होला, जनताको आधारभूत आवश्यकता घाँस कपासको चाहिँ व्यवस्था होला, देश एउटा चाहिँ नि विकासको बाटोमा अगाडि बढ्ला भनेर हामी चाहिँ नि माओवादीको चाहिँ झोला बोकेर हिँडिराखेका थियौँ। त्यति बेला माओवादीको मुख्य चाहिँ नि अन्तर्विरोध के थियो भन्दाखेरि हामी चाहिँ अमेरिकी साम्राज्यवाद, देशीय सामन्तवाद र भारतीय विस्तारवादको विरुद्धमा चाहिँ हामी लड्नुपर्छ भनेर माओवादीले उचाल्थ्यो हैन? अनि भारतीय विस्तारवादको विरुद्ध सुरुङ युद्ध गर्नुपर्छ भनेर चाहिँ यता नेपाली जनतालाई उचाल्ने, मर्न र मार्न लाउने। तर उनीहरू चाहिँ आफै फेरि त्यही भारतीय विस्तारवादको सरकारी गेस्ट हाउसमा चाहिँ नि ज्वाइँ जसरी चाहिँ नि मेजबानी खाएर बसेका रहेछन् हैन? जब त्यो कुरा थाहा पाइसकेपछि चाहिँ अनि मैले यो माओवादी पार्टीबाट चाहिँ देश र जनताको लागि अब हित हुन सक्दैन भन्ने लागेर म चाहिँ त्यही सिलसिलामा दुबईमा आएँ। दुबईको 5 स्टार होटलमा काम गर्न थालेँ। समयक्रम अगाडि बढ्दै जाँदाखेरि चाहिँ नि 62-63 को आन्दोलन आइपुग्यो। 62-63 को आन्दोलनमा पनि हामी त्यति बेला जुमेरा भन्ने कम्पनीमा काम गर्थ्यौँ। धेरै हामी नेपालीहरू थियौँ त्यति बेला, झन्डै 400-500 जना नेपाली नै थियौँ एउटै कम्पनीमा। र हामी ती नेपालीहरूले कार्यक्रम नै गरेर सबै भेला भएर नेपालमा चाहिँ नि ज्ञानेन्द्रको चाहिँ नि एउटा निरङ्कुशताको विरुद्ध
स्वेच्छाचारिताको विरुद्ध भनेर चाहिँ नि राजा ज्ञानेन्द्रको चाहिँ निरङ्कुशताको विरुद्ध भनेर हामीले चाहिँ नि पैसा उठाएर साथीभाइबाट पैसा उठाएर पनि त्यति बेलाको आन्दोलनलाई सहयोग गर्न हामीले चाहिँ नि पैसा पठाएका थियौँ र हामीलाई लागेको थियो अब चाहिँ देशमा अब सामन्ती राजतन्त्र पनि गयो, अब प्रजातन्त्र मात्रै होइन लोकतान्त्रिक गणतन्त्र आयो। अब त देशले चाहिँ कोल्टो फेर्ला। अब भनेका पनि थिए यिनीहरूले चाहिँ तपाईँको चाहिँ हामी 10 वर्षभित्रमा नेपाललाई चाहिँ एसियाकै सबभन्दा धनी राष्ट्र बनाउँछौँ भनेर चाहिँ खोकेका थिए होइन। अब हामीलाई त के छ भने अब एउटा गरिब जनताले पनि सुलभ रूपमा स्वास्थ्य र शिक्षा पाउलान् निःशुल्क रूपमा होइन। रोजगारीको लागि विदेश जानु नपर्ला, आफ्नै देशभित्र उद्योग धन्दाहरू खोल्लान्। हामी कृषि प्रधान देश नेपाल, आफ्नै देशमा चाहिँ नि आत्मनिर्भर होला, कमसेकम पनि खाद्यान्नमा पनि हामी आत्मनिर्भर बन्न सकौँला होइन। हामी त्यो गरिब देश त होइन, हामी चाहिँ कुनै बेला चाहिँ विदेशीलाई खाद्यान्न निर्यात गरेको देश हो, विदेशीलाई आर्थिक सहयोग पनि गरेको देश हो होइन। त्यो भएको कारणले गर्दाखेरि हामीले चाहिँ यी सबै होला भनेर हामीले पनि सहयोग गऱ्यौँ। तर घटनाक्रम बित्दै जाँदाखेरि जब 62-63 आन्दोलन पछाडि बनेका सरकारहरू, यी पार्टीका नेताहरूले चाहिँ देश र जनताको भलो गर्नुभन्दा आफ्नो निहित स्वार्थको निम्ति, आफ्नो चाहिँ नि निहित स्वार्थपूर्तिको निम्ति चाहिँ नि विदेशीसँग पैसा खाएर, कमिसन खाएर उल्टै देशका नदी नाला, देशका प्राकृतिक स्रोत र साधन चाहिँ नि विदेशीलाई बुझाउने काम गरे होइन। यो मैले त्यत्तिकै भनिराखेको छैन। हाम्रा चाहिँ नि एकदम विद्वान नेता भनेर चाहिँ चिनिने हुनुहुन्छ बाबुराम भट्टराई, जो चाहिँ उसलाई चारवटा विषयमा पिएचडी पनि गरे भनिन्छ। भारतको चाहिँ जेएनयूमा पढेका, यहाँ लन्डनको पनि इटन कलेजमा पढेका होइन, एकदम विद्वान नेता। उहाँलाई चाहिँ भारुराम पनि भन्छन्। उहाँले नै गोर्खाको एउटा कार्यक्रममा गएर भन्नुभएको हो। यो बाबुराम भट्टराई, के अरे यो प्रचण्ड, शेरबहादुर र केपी ओली मिलेर बुढी गण्डकीमा 3 अरब 9 अरब चाहिँ यिनीहरूले कमिसन खाएका छन्। यदि यो प्रमाणित गर्न सकिन भने म झुन्डिन पनि तयार छु भनेर चाहिँ बोलेका हुन् बाबुराम भट्टराईले। तिनी बाबुराम भट्टराई हुन् पछि प्रचण्डलाई चाहिँ आफ्नो निर्वाचन क्षेत्र खाली गरेर लगेर जिताएर लिएर आएका। र अनि त्यति बेला यिनले के भन्थे भने यदि यो चाहिँ खुसी नाप्ने यन्त्र छ भने, जति बेला चाहिँ प्रचण्डलाई उनले चाहिँ आफ्नो क्षेत्रमा लगेर उम्मेदवारी दर्ता गर्न लगाए, त्यो दिन यिनले के भनेको थियो भने यदि यो दुनियाँमा खुसी नाप्ने यन्त्र छ भने म जति खुसी चाहिँ कोही पनि छैन होला भनेर चाहिँ भन्थे। एउटा विद्वान रे है। पहिला तिनैले भनेका हुन्। तपाईँको चाहिँ प्रचण्डले चाहिँ तपाईँको यो क्यान्टोनमेन्टमा 20 अरब घोटाला गरेको कारणले मैले चाहिँ माओवादी पार्टी छोडेर हिँडेका भनेर त भने। अनि फेरि उता गोर्खातिर गएर यसरी राजनीतिक पार्टीका नेताहरूले 3 जना मिलेर चाहिँ ती 3 अरब 9 अरब चाहिँ घोटाला गरे बुढी गण्डकीमा भनेर। त्यो त एउटा दृष्टान्त मात्रै, बुढी गण्डकी त एउटा दृष्टान्त मात्रै हो। त्यो चाहिँ बाबुराम भट्टराईले बाहिर ल्याए। त्यस्ता धेरै चाहिँ हामी प्राकृतिक स्रोतमा देशको चाहिँ दोस्रो, विश्वको दोस्रो धनी देश होइन, प्राकृतिक स्रोत र साधनमा होइन, जलस्रोतमा। तर नेपालका चाहिँ तपाईँको प्राकृतिक स्रोत र साधनहरू, नेपालका जलस्रोतहरू नेपालीहरूको हातमा छैन। नेपाल यो चाहिँ भ्रष्ट नेताहरूले चाहिँ कमिसन खाएर सबै विदेशीलाई सुम्पिसकेका छन् होइन। त्यसरी चाहिँ यिनीहरूले कमिसन खाएर विदेशीलाई चाहिँ सुम्पिने काम गरे। अनि अर्को तपाईँको चाहिँ दोस्रो कुरो, यिनीहरूले गरिब जनताले खाइ नखाइ होइन, तपाईँको चाहिँ आफ्नो भविष्यको लागि भनेर, आफ्नो चाहिँ बालबच्चाको लागि होला भनेर, बिरामी हुँदाखेरि काम लाग्ला भनेर, छोराछोरी चाहिँ पढाउन पर्छ भनेर चाहिँ जम्मा गरेको पैसा सहकारीको नाउँमा चाहिँ सरकारै मिलेर लुटेर खाने काम गरे। किनभने तपाईँको चाहिँ कुनै पनि नेपालभित्र कुनै पनि सङ्घ संस्थाहरू खोल्दाखेरि चाहिँ नेपाल सरकारको ऐन कानुन नियम संविधान बमोजिम नै खोल्ने हो होइन। नेपाल राष्ट्र ब्याङ्कले अनुमति नदिकन चाहिँ सहकारी खुल्दैन होइन। अनि त्यो सहकारी खोल्न अनुमति दिइसकेपछि त्यो सहकारी चाहिँ नेपाल सरकारको चाहिँ ऐन कानुनभित्र, सहकारी ऐनभित्र, सहकारी नियम कानुनभित्र चलेको छ कि छैन, त्यसको निगमन गर्ने काम, त्यसको अनुगमन गर्ने काम त नेपाल राष्ट्र ब्याङ्कको होला नि, अथवा नेपाल सरकारको होला नि त। अनि किन नगरेको त? अनि यत्रो घोटाला हुँदासम्म, त्यत्रो अरबौँ पैसाको घोटाला हुँदासम्म
नेपाल राष्ट्र ब्याङ्क के हेरेर बसेको, नेपाल सरकार के हेरेर बसेको, किनभने यिनीहरूकै मिलेमतो छ क्या। यिनीहरू सबै मिलेर नेपाल राष्ट्र ब्याङ्कका चाहिँ हाकिमहरू पनि अनि सरकार नै मिलेर चाहिँ त्यो सरकारी लुट्ने काम भएको छ क्या, होइन। नत्र भने चाहिँ यिनीहरूको अनुमति नभइकन त्यो एउटा जीबी राईको टाउकामा हालेर जीबी राई एउटैले यो सबै काम गर्न सक्छ, होइन। त्यो भएको कारणले यसरी यिनीहरूले चाहिँ एउटा गरिब जनताको गरिबको मुक्ति गर्नु त कता कता कुरा, गरिबी निवारण गर्नु भने त कता कताको कुरा, उल्टै एउटा गरिब जनताले चाहिँ खाइ नखाइ चाहिँ रगत पसिना गरेर जम्मा गरेको पैसा समेत मिलेर लुटेर खाने काम गरे यिनीहरूले। यदि होइन भने तपाईँको चाहिँ आफ्नो विरुद्धमा बोल्दाखेरि त यिनीहरूले चाहिँ जापान अमेरिका जता भए पनि नेपाल झिकाएर कारवाही गर्छन् त। अनि त्यो एउटा जीबी राईलाई ल्याउन सक्ने दुईटाइको सरकार छ हाम्रो भन्छन्, होइन। दुईटा ठुला दल मिलेर सरकार बनाएका छन्। यहाँ बेलायतमा त के भनिन्छ भने दुईटाइको सरकारले चाहिँ एउटा महिलालाई पुरुष र पुरुषलाई महिला बनाउने बाहेक अरू सबै काम गर्न सक्छ भन्छन्। अनि त्यो दुईटाइको सरकारले एउटा जीबी राई संसारको कुन चाहिँ कुनामा लुकेर बसेको छ त्यसलाई ल्याएर चाहिँ कारवाही गर्न सक्दैन, त्यो देखाउन सक्दैन, गर्दैनन् यिनीहरूले। किनभने यिनीहरू सबैले पैसा खाएका छन् जीबी राईसँग। त्यो भएको कारण जीबी राई आयो भने त यिनीहरू सबैको पोल खुल्छ। त्यो भएर जीबी राईलाई किन समाउने, यिनीहरूले चाहिँ त्यो जीबी राईलाई समाउने काम गर्दैनन्। अनि अर्को कुरो, यिनीहरूले चाहिँ नि स्पेसली 62-63को आन्दोलन पछाडि देशभित्र विदेशी एनजिओ र आइएनजिओहरूलाई चाहिँ यसरी चाहिँ खुला रूपमा चाहिँ आउन दिए कि ती एनजिओ आइएनजिओहरूले खुला रूपमा त्यो नेपाली जनताको गरिबीको फाइदा उठाएर चाहिँ गाउँ गाउँमा गएर तपाईँको चाहिँ आर्थिक प्रलोभन देखाएर चाहिँ धर्म परिवर्तन गराउने काम गरे। तपाईँ अहिले गाउँमा जानुहोस्, घर घरमा चाहिँ नि फाटो छ। एउटाले बाबुको श्राद्ध गर्नुपर्छ भन्छ, अर्कोले बाबुको श्राद्ध गर्नु हुँदैन भन्छ, त्यो शैतानको हातको टिको लाउनु हुँदैन भन्छ, होइन। एउटाले चाहिँ दसैँमा बाबुको हातको टिको लाउनुपर्छ अथवा आमाको हातको टिको लाउनुपर्छ भन्छ, अर्को हुँदैन, त्यो शैतानको हातको टिको लाउनु हुँदैन भन्छ। आफ्नो बाबुआमालाई नै शैतान, एउटाले शैतान बनाइसक्यो, अर्कोले चाहिँ आफ्नो बाबुआमा भनेर चाहिँ टिको लाउँदैछ भनेपछि यसरी आफ्नो परिवार भान्ने, समाज भान्ने, गाउँ भान्ने र देशै भान्ने काम चाहिँ नि गरे। आइएनजिओको पैसा खाएर, कमिसन खाएर खुलेआम रूपमा उनीहरूको चाहिँ आफ्नो नीति तथा कार्यक्रम, आफ्नो चाहिँ कार्यक्रम गर्न दिए यिनीहरूले। र अहिले देशमा तपाईँको चाहिँ नि कुनै पनि एउटा त्यस्तो वडा छैन, गाउँको त कोही वडा छैन जहाँ चर्च स्थापना नभएको नहोस्, होइन। र हाम्रो चाहिँ यो धर्म संस्कृति, हाम्रो रीतिरिवाजलाई चाहिँ यिनीहरूले मास्ने काम गरे, होइन। त्यो एउटा भयो। अर्को, यिनले भ्रष्टाचार र तस्कर गर्ने सिलसिलामा चाहिँ नि कुनै एउटा सरकारी जग्गा देख्नै भएन, होइन। यति अब आफ्नो नाउँमा पास गरिहाल्ने, व्यक्तिको नाउँमा पास गरिहाल्ने, यतिसम्म कि राजाको पालामा मेरो देशको प्रधानमन्त्री, मेरो देशको चाहिँ नि सभामुख, मेरो देशको चाहिँ राष्ट्र अध्यक्ष बसोस् भनेर जनतालाई मुआवजा दिएर जोडेको जमिन, देशको प्रधानमन्त्री निवासको जग्गा, त्यो पनि प्रधानमन्त्री नै भएको व्यक्तिले चाहिँ नि हस्ताक्षर गरेर त्यसलाई बेचेर खाए, होइन। यिनीहरूलाई लाज शरम भन्ने केही पनि छैन, होइन। त्यसरी चाहिँ बेचेर खाने काम गरे। अर्को कुरो, अब नेपालमा तपाईँको चाहिँ नि यिनीहरूले चाहिँ नि गणतन्त्र आइसकेपछि त अब यो चाहिँ विश्वकै उत्कृष्ट संविधान बनायौँ हामीले, होइन। यो चाहिँ लोकतान्त्रिक संविधान, यस जनताको चाहिँ मौलिक हक अधिकार चाहिँ सुनिश्चित गरेको छ भनेर चाहिँ भन्ने काम गरे। तर कस्तो मौलिक हक अधिकार सुरक्षित गरेर छ भन्दाखेरि हाम्रो नेपालको समाजमा, नेपाली इतिहासमै कहिले नभएको केटा बिचमै बिहा गर्ने, केटी बिचमै बिहा गर्ने, त्यो हाम्रो नेपाली समाजको चाहिँ यही हो। हामीले परिकल्पना नेपालको जनताले अथवा नेपाली समाजले परिकल्पना गरे त्यही हो, होइन। तर नेपालको अदालतले मान्यता दियो त्यसलाई। एउटा केटाले अर्को केटासँग बिहा गर्यो त अदालतले मान्यता दियो। अब एउटा केटीले अर्को केटीसँग बिहा गर्छ, अरे नेपालको चाहिँ नि विश्वकै उत्कृष्ट संविधानले त यस्तो यस्तो राम्रो चिजहरू पो लिएर आएको रहेछ त भन्दाखेरि कता जाँदैछ नेपाली समाज, कता लिएर जाँदैछौँ हामी? यही हो त तिमीहरूले चाहिँ बनाएको चाहिँ उत्कृष्ट संविधान, होइन। अनि यिनीहरूले भ्रष्टाचार गर्ने सिलसिलामा आफ्नै नागरिकलाई पनि तपाईँको चाहिँ
शरणार्थी बनाएर बेच्नसम्म पछि परेनन्। कति घृणित काम गरे र अनि अहिले भन्दैछन् तपाईँको चाहिँ राजा आयो भनेदेखि चाहिँ नि यो के अरे गरिबी हट्छ त, यो राजा आयो भने चाहिँ अब देशको विकास हुन्छ त, हुँदैन। तर राजा आयो भने तिमीहरूले जस्तो यसको देशको चाहिँ प्राकृतिक स्रोत र साधन विदेशीलाई बेच्ने काम हुँदैन। तिमीहरूले जस्तो यो केटा केटाको बिचमा बिहा गराउने काम, केटी केटीको बिचमा बिहा गराउने काम हुँदैन। यो जुन प्राकृतिक रूपमा पनि हुँदैन र हाम्रो नेपाली समाजमा त यो हुँदैन हुने कुरा हो। र अहिले त तपाईँको चाहिँ त्यो एकदम उदारवादी प्रजातान्त्रिक मुलुक भनेको अमेरिकाको राष्ट्रपति ट्रम्पलेसम्म पनि अब दुईवटा मात्रै जात हुन्छ, महिला र पुरुष, मैले कुनै पनि अरूलाई मान्यता दिइँदैन भनेर चाहिँ अमेरिकाको चाहिँ राष्ट्रपतिले भनिसक्यो। हाम्रो नेपालको अदालतले चाहिँ एउटा केटाले अर्को केटासँग बिहा गर्न हुन्छ, त्यो ठिक हो भनेर चाहिँ दिइसक्यो। यही हो तिमीहरूले ल्याएको चाहिँ संविधान, यही हो तिमीहरूको उत्कृष्ट संविधान भनेको, होइन? त्यसले गर्दाखेरि चाहिँ नि अब तपाईँ अहिले कुनै पनि एउटा स्कुलमा पढ्दै गरेको चाहिँ 10-12 कक्षा पढ्दै गरेको विद्यार्थीलाई गएर सोध्नुभयो, चाहे त्यो गाउँको होस् चाहे चाहिँ त्यो सहरको होस्, कहीँको पनि विद्यार्थीलाई गएर तपाईँले सोध्नुभयो भने बाबु तिम्रो उद्देश्य के छ भने उसले भन्छ विदेश जाने। नेपाली कुनै पनि चाहिँ युवा युवतीलाई आफ्नो देशभित्र बस्ने वातावरणै नहुने चाहिँ स्थिति सिर्जना गरे। त्यति मात्रै होइन, विदेश त गए तर लास बनेर फिर्ता आउनुपर्ने अनि अवस्था सिर्जना भएको छ। यिनीहरूलाई केही चाहिँ यसको विषयमा उनीहरूलाई चिन्ता छैन। अनि आज यी सबैबाट आजित भइसकेपछि जनताहरू चाहिँ एकदम आजित, यिनीहरूको चाहिँ अब अझ तपाईँको चाहिँ हाम्रो माओवादी कमरेडहरू त हाम्रो चाहिँ 10 वर्षभित्रमा चाहिँ एसियाको सबभन्दा चाहिँ धनी राष्ट्र बनाउँछौँ भन्थे। यिनीहरू त तपाईँको हिजो पनि सुनै लुटेर आएका रहेछन्, अहिले पनि तपाईँको चाहिँ पुरा सुन तस्करमा चाहिँ मालामाल भएका छन्, हेर्नुहोस्, होइन? त्यसले गर्दाखेरि यो सबै तिमीहरूको चाहिँ यो नालायकीपना, तिमीहरूको भ्रष्ट चरित्र, तिमीहरूको दलाल चरित्र भएको कारणले गर्दाखेरि चाहिँ यो जनता चाहिँ रुष्ट भएका हुन्। त्यो भएको कारणले राजा आयो भने फेरि कायापलट हुन्छ त, हुँदैन। तर राजा आयो भने तिमीहरूले जस्तो विदेशीको दलाली गर्दैनन्। यदि विदेशीको दलाली गरेर सट्टा टिकाउन चाहेको भएदेखि तिमीहरूलाई चाहिँ जेलको सिँढीमै चाहिँ कोचेर राजाले चाहिँ गर्न सक्थे, तर त्यसो गरेनन्। हिजोका राजाहरूले बरु आफ्नो ज्यानको आहुति दिए तर विदेशीको सामु झुकेनन्। राजा ज्ञानेन्द्रले पनि यदि विदेशीले भनेको चाहिँ प्रस्ताव मानिदिएको भएदेखि तिमीलाई जेलमा कुचेर चाहिँ उनी राजै भएर बस्न सक्थे, त्यो गरेनन्, होइन? त्यो भएको कारणले राजा आयो भनेदेखि तिमीहरूले जस्तो सरकारी जग्गा जमिन बेचेर खाने, आफ्नो नागरिकलाई बेचेर खाने, देशका चाहिँ प्राकृतिक स्रोत साधन बेचेर खाने, होइन? जनताको, गरिब जनताको पैसा सहकारीको नाममा लुटेर खाने, त्यो काम चाहिँ हुँदैन। कमसेकम राजा आयो भने, देश विकासै नभएछ भने पनि। त्यो भएको कारणले चाहिँ यो तिमीहरूको नालायकीपनको कारणले गर्दाखेरि, तिमीहरूको चाहिँ भ्रष्ट चरित्रको कारणले गर्दाखेरि, तिमीहरूको दलालीपन, होइन? हाम्रो नेपालको चाहिँ परराष्ट्र नीति भनेको असंलग्न परराष्ट्र नीति हो। त्यो धेरै पहिलेदेखि चाहिँ नेपालले अवलम्बन गर्दै आएको परराष्ट्र नीति हो। तर अहिले आएर हाम्रो दोस्रो ठुलो, हाम्रो चाहिँ दुई ठुला छिमेकीहरूसम्म तटस्थ बसेको बेलामा चाहिँ युक्रेन र रुसको युद्धमा 2 पटक चाहिँ नि युक्रेनको पक्षमा मतदान गरिसक्यो नेपालले। एकपल्ट प्रचण्ड प्रधानमन्त्री भएको बेलामा, दोस्रो पल्ट अहिले चाहिँ नि केपी ओली प्रधानमन्त्री भएको बेलामा, जहाँ कि हाम्रा मित्र राष्ट्रहरूले समेत तटस्थ बसिरहेका छन्। भनेपछि विदेशीको गुलामी गरेर एमसिसी जस्तो चाहिँ नि राष्ट्रघाती सन्धि सम्झौताहरू गरेर, होइन, देशलाई चाहिँ एउटा युक्रेनको बाटोमा चाहिँ धकेल्न खोजिराखेका छौ तिमीहरूले चाहिँ। तिमीहरू त के भएछ र भोलि 10 पुस्तालाई पुग्ने सम्पत्ति कमाइसकेका छौ तिमीहरूले। तिमीहरू त भाग्छौ भोलि विदेशमा गएर बस्छौ, तर मर्ने त नेपाली जनता हो, त्यो गोली लाग्ने त नेपाली जनतालाई हो। हिजो जनयुद्धमा पनि तिमीहरू त मरेनौ, तिमीहरूले त सबै नेपाली जनता त मारे नि, होइन र? त्यो गरिब जनताले चाहिँ के चाहिँ मार्क्सवाद बुझ्छ र? त्यो चाहिँ त्यो 16-17 वर्षको कलिलो मान्छेले के को मार्क्सवाद बुझ्छ? उसलाई त हाम्रो नेतृत्व ठिक छ, हाम्रो यसले भने चाहिँ मान्नुपर्छ भनेर चाहिँ त्यो उसलाई चाहिँ त्यसलाई त्यो एउटा भावनामा ल्याएर चाहिँ हामीले अगाडि बढाउन सकेनौँ भने त ऊ त मर्न तयारै हुँदैन भनेर त अहिले चाहिँ हाम्रो भाउजू रामले विभिन्न ठाउँमा भनेर हिँडिरहेकै देखिया छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ जनता राष्ट्रको पक्षमा लाग्या हुन्, लाग्नु पनि पर्छ। म चाहिँ आह्वान गर्न चाहन्छु, हामी चाहिँ विदेशको जुनसुकै उसमा बसेको भए पनि यो चाहिँ
1000 जना राजा पाल्नुभन्दा यो 1000 जना भ्रष्ट पाल्नुभन्दा यो नालायक